ल बाई बाई ए गएको ल यता हेर त हामी गयौँ हो दिप्पा हस् ल ल दिप्पा ल यता हेर हेर न प्लिज बुनु एकछिन यता खै हेर हेर न रुँदै हिँड्दैछ यता खै वेल फ्रेन्ड गुड मर्निङ अथवा भेरी ब्याड मर्निङ आज बिहानको टाइम छ अनि वेदर चाहिँ अलिकति बिग्रि नै रहेछ खराब छ हामी एयरपोर्टमा छौँ तर हामीले भित्र चेकिङ गरिसक्यौँ म त चेकिङ भन्दा नि के भन्छ सामानहरू मिलाइसक्यौँ जोखिसक्यौँ अनि त्यसपछि टिकट पनि लिइसकेको छ बोर्डिङ पास भन्छ क्या होइन बोर्डिङ पास पनि लिइसकेको छ 2टा बोर्डिङ पास तर वेल फ्लाइट हुने कि नहुने चाहिँ थाहा छैन अनि उतापट्टिको वेदर पनि बिग्रिरहेछ भन्ने कुरा छ अनि यहाँबाट पनि बिग्रिरहेछ ल गाइजहरू हामी चाहिँ घरदेखि काठमाडौँ जाँदैछौँ आज अनि वेदर चाहिँ यस्तो खराब छ भोलि प्लेन आउँछ कि आउँदैन थाहा छैन अनि हामीलाई पुऱ्याउनु चाहिँ दाइरा मामा जाँदै हुनुहुन्छ ऊ तलबाट सबैले हेर्दै हुनुहुन्छ के भएर तलबाट हेर्दै हुन्छ टिप्पाहरूले के भयो काल्दै के फरक पर्छ त ल ल बस् न ल बाई बाई हामी पनि जान्छौँ गाइजहरू अरू बेला त काठमाडौँ फर्किँदाखेरि पुरै घाम लागेर डन्टलापुर हुन्थ्यो त्यसपालि त घाम साम केही छैन पुरै असारमा हिँड्नु जस्तो भएको छ अनि यहाँबाट माथि चाहिँ मेरो नेट चलाउनु जाने ठाउँ हो यहाँ माथि हो नेट चलाउने ठाउँ मेरो ल नेट सेट फेट अर्को छ त्यो अब ऊ त कोको मास्टर भित्र आउँछ देखिन पोलमा खाबोमा हो यहाँ मम्मी टिप्पा कोको ऊ चाहिँ गएको ल बाई बाई ए गएको ल यता हेर त के आएको दाइ होइन होला के भने यस्तो म चाहिँ चप्पलमै गइरहेको छु जस्तोहरू है अब भोलि मात्र जुत्ता लगाउने त्यही पनि अब वेदर कस्तो हुन्छ नत्र यहाँबाट लगेको जुत्ता यतै फर्केर आउँछ यहाँबाट देखिन्छ त घर देखिँदैन है छोपिहाल्छ नि बुढो अनि गाइजहरू हाम्रो वाटरफल्स हामी यहीँबाट पानी लगेर खान्छ अनि एकदम सफा पानी छ यहाँनिर पाइप छ है ल पाइप छ यहाँबाट लगेर खान्छ हामी यो हामीले काम गरेको सोलिङ हो धेरै वर्ष अगाडि ओ दाइ ओए काल दाइ कति वर्ष भयो हामीले यो काम गरेको सोलिङ भयो है गाइजहरू हामी चाहिँ अब जाँदै गरेको माथि गाउँमा आइपुगेको तिप्पाहरूकोमा ए त फर्का भन्नु एकचोटि रुइदेऊ तिप्पाहरूलाई सम्झेर अनि हामी जाँदैछौँ
यहाँ पुग्यो छैन क्या त घरमा कोही पनि ए टिममा टिममा ए टिममा उता पो कराउँछ को होइन छैन टिममा कराको टिममा हामी गयौँ है दिप्पा हस् ल ल दिप्पा ल यता हेर यता हेर न प्लिज बुनु एकछिन यता खै यता हेर हेर न रुँदै हिँड्दैछ यता खै नरिन नरि भोलि फर्किने हो प्लेन आउँछ जस्तो छैन ल गाइजहरू हेर्दा हेर्दा गाउँ पनि कठिन लाग्यो अब अनि गाइजहरू यस्तो पानी परिरहेछ हामीलाई अब के हुन्छ एयरपोर्टहरू थाहा छैन अनि न्युजहरू पनि सुनेको छैन फोनको टावर अलिअलि टिप्छ हामीले कल गरेको खोटाङको एयरपोर्टमा आउनु चाहिँ आउनु भन्यो अनि कता त दाइहरू अनि आउनु चाहिँ आउनु भन्यो बिस्तारै जाँदैछौँ हामी अब हेरौँ के हुन्छ पानी भयङ्कर परेको छ झोलाहरू भिजिसके पछाडि यो जेएनजीको माग पुरा गर्नु कस्तो पानी परेमा यार आमा तरिका यार सेन्ट मैले भनेको त पेनमा ल भनेर गाइजहरू हामी चाहिँ रोक्छौँ भन्ने पुग्न लाग्यौँ अनि यस्तो भयो बादल लागिहाल्यो भोलि के आउँथ्यो होला आएर भने यहीबाट फर्किन्छौँ हामी फर्केको नि भ्लग बनाउँला तपाईँलाई देखाउँला के भन्ने अब के भयो अरे यहाँ है अनि खतरा तरिकाले चाहिँ भयो हिँडेन यो ठाउँमा चाहिँ पोहोर हामी जाँदाखेरि एउटा डाँडा थियो त्यो डाँडा यसपालि छैन बौला पनि कसो भएको के लाग्छ र यस्तै नै हो जुगाहरू छ कि के हो बुलेचारहरू हैट यहाँ डाँडा थियो एउटा है मामा छैन डाँडा यसपालि हेर बरु अनि गाइजहरू हामी जाने चाहिँ भोलि यतापट्टि एयरपोर्ट छ अनि यताबाट यो कुहिरोको माथि जाने हो अब फ्लाइट भयो भने चाहिँ भएन अन्त के भनेर चिप्पिङ देखिरहेको पर गेटसम्म जाउँ पज गरौँ दाजु बहिनीको माया यो चाहिँ देख्न सकिन्छ है कोही कोटु चप्लीमा छ है बुनु जाने कि फर्किने भन्छ फर्किने भन्छ दादा फर्किने भन्छ कि छैन मलाई पनि सँगै लाने होइन ल मामा ल मामा भन्छ भन्छी दाजु बहिनीको माया चाहिँ यतिको हुनु पर्यो क्या यता कता जाने बाटो एहे सोलढुङ्गा सानो हलेसी ओके
अब सुरु भइसक्यो। पर जानुपर्छ अब त्यहाँ ट्याक्कसँगले भन्ज्याङदेखि चाहिँ उता बबाल देखिँदो रहेछ ल। फेरि पानी पर्थ्यो भने पनि नकता उब्रिने रहेछ अब। खुलो खुलो बाटो खुलो विलेजमा आउने बाटो खुलो। भोला दाजु लु भोला दाजु ब्याग पनि साथै होला दाजु। यहाँसम्म पर पुगेर पर पुग्यो। बाइक पनि साथ यसो भन्दै हामीले यहाँनिर चाहिँ सानो हलेसीमा आइपुग्यो भनेपछि सोलुङ्गा सेतो सानो हलेसी है ल। गाइजहरू यो चाहिँ रक्सम भन्ज्याङ हो। हाम्रो के लिएर आएको है यो चाहिँ रक्सम भन्ज्याङ। रक्सम भइहाल्यो यो चाहिँ। यहाँबाट हामी जाँदैछौँ यतापट्टिबाट। अनि हिँडो यार। यो 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 साइजमा टोयलेट हो। नजाउँ त्यता त यार लास्टै फोर हुन्छ यार। उता त खतरा खुलिसक्यो कान्छ उता त है। यस्तोवाला दिउँ त उताबाट यिनीमा खिचेर आउँछ। गाइजहरू यो मान्छे हाम्रो करेको टाढो भयो। अनि यताबाट चाहिँ पारी पारी लिक्वा पोखरीहरू देखिन्छ। कस्तो रमाइलो ठाउँ देखिरहेको छ यार। पैदाई पैदाई यो पारी एउटा मात्रै घरको मान्छे बस्छ हो। कसो घर है मात्रै घर छ। एउटा मात्रै घर छ नकन्टा ठाउँमा। योमा एउटा मात्रै घर छ। र गाइजहरू यो माथिको चाहिँ हाम्रो सोलढुङ्गा हो। अनि यतापट्टि चाहिँ यो मुलाहरू भयो। माथि गएको टार छ। अब ठम्ब्याउनु सक्नेले ठम्ब्याउनु होला। गाउँको दृश्यहरू र गाइजहरू ल ल। अनि गाइजहरू एयरपोर्ट चाहिँ तलको हो देखिरहेछ। भोलि फ्लाइट चाहिँ त्यही बाटो हुन्छ सायद। अब हुन्छ कि हुँदैन थाहा छैन। रात परिसक्यो। साँझमा छौँ हामी। त्यो तलको एयरपोर्ट हो। म जुम गर्दै आउँछ है त। यो गाइजहरू थाम्फाको एयरपोर्ट चाहिँ भोलि यतिसम्म खुल्यो भने त बसि नै हाल्छ। गाइजहरू कस्तो बबाल देखिँदो रहेछ यार। कुहिरोको लेयर एक त हले बसेको क्या। एयरपोर्ट त छोपिन सकिहाल्यो। अनि गाइजहरू हामी चाहिँ आइपुग्यौँ। अनि अब यहाँ रुम लिएको छ। हाम्रो 4वटा छाता चाहिँ बाहिरै छ। उतापट्टि छ ऊ 4वटा छाता। अनि अब एयरपोर्ट यो भइहाल्यो। अनि यो चाहिँ टावर हो। अनि खाजा हाम्रो खाजा खानुलाई ठिक भइरहेछ। भर्खर आइपुग्यो। अब फोनहरू चार्ज गर्छौँ खाजा खान्छौँ त्यसपछि भेटौँ है। वेल फ्रेन्ड गुड मर्निङ अथवा भेरी ब्याड मर्निङ। आज बिहानको टाइम छ। अनि वेदर चाहिँ अलिकति बिग्रि नै रहेछ। खराब छ। हामी एयरपोर्टमा छौँ तर हामीले भित्र चेकिङ गरिसक्यौँ। म त चेकिङ भन्दा नि के भन्छ सामानहरू मिलाइसक्यौँ जोखिसक्यौँ। अनि त्यसपछि टिकट पनि लिइसकेको छ। बोर्डिङ पास भन्छ क्या होइन। बोर्डिङ पास पनि लिइसकेको छ 2टा बोर्डिङ पास। तर वेल फ्लाइट हुने कि नहुने चाहिँ थाहा छैन। अनि उतापट्टिको वेदर पनि बिग्रिरहेछ भन्ने कुरा छ। अनि यहाँबाट पनि बिग्रिरहेछ। जाउँ है आउनु ल आउनु है बिग्रि नै रहेछ। सो प्यासेन्जरहरू चाहिँ फुल्ली हुनुहुन्छ। सम्भवतः तिहार पछाडिको सेकेन्ड फ्लाइट होला यो। त्यही भएर पनि फुल्ली छ प्यासेन्जरहरू चाहिँ। सन्तोष दाई अनि गाइजहरू बिहानको 7 बजिसकेको छ। खासमा यति बेला भन्नुहुन्छ यति बेला चाहिँ काठमाडौँबाट चाहिँ यहाँ थाम्फाकोमा चाहिँ ल्यान्ड भइसक्नु पर्ने टाइम हो। तर उताबाट चाहिँ होल्डै गरेर बसेको छ थाम्फाको लागि भनेर। यस्तो भएर वेदर बिग्रिसकेको छ। ए थाम्फाको एयरपोर्ट यहाँ छ। अनि यो बुनु यहाँ छ। सञ्जय दाई यता मामा हुनुहुन्छ। गाइजहरू यस्तो छ। अनि गाइजहरू आजको लागि चाहिँ मर्निङको चाहिँ फ्लाइट क्यान्सल भयो भन्दा मर्निङ भन्दा सबै फ्लाइट क्यान्सल भयो।
अनि अब आजको साटो भोलि दिने कुरा छ। अनि भोलिको फ्लाइटको लागि चाहिँ भयो 3 बजे मात्रै थाहा हुन्छ अरे। अनि हामी 3 बजीसम्म यहीँ बस्छौँ। अनि 3 बजीसम्म पनि भएन भनेदेखि चाहिँ अनि पर्सि अब एकचोटि शनिबारको लागि हुन्छ, त्यसपछि हामी घर जान्छौँ। अब 3 बजीसम्म चाहिँ हामी यहीँ बस्छौँ, यहाँ होटलमै बस्छौँ। अनि 3 बजेपछि चाहिँ भोलिको लागि सेड्युलको लागि थाहा हुन्छ कि हुँदैन भनेर। अनि त्यसपछि अर्को निर्णय लिन्छौँ। भइसक्यो ल गाइजहरू एयरपोर्ट झकास एयरपोर्ट देखिरहेछ ल गाइजहरू। अब हामी जान्छौँ होटलतिर। गाइजहरू हाम्रो चाहिँ खाना खाने टाइम भयो। भोलि पनि फ्लाइट लगभग हुँदैन नै होला, यस्तो भइरहेछ। धुमिएर पानी परिरहेछ है। अनि गाइजहरू हामी चाहिँ घरतिर रिटर्न हुँदैछौँ। अघि भर्खरै मामुले कल गर्नु भएको थियो, मैले कल रिसिभ गर्न पाइनँ। ए छाता कति ठुलो हौ मलाई त यार, कति ठुलो छाता मेरो त। अनि हामी रिटर्न हुँदैछौँ त्यही बाटो, तर यस्तो बाटो छ नि चप्पलमा ट्याप्राक ल गाइजहरू यो यात्रा यस्तै नै भयो। अब चाहिँ भरे भोलितिर भेटौँ ल है त। अब फोन चाहिँ गोजीभित्र राख्नु पर्ला, खस्नु पनि बेर छैन। ए चप्पल लाएर ट्याप्राक गाइजहरू 6 बजिसकेको छ। अनि हिँड्नु त हामी चाँडै हिँडेको हो तल्लो बाटो, तर पानी परेर चाहिँ अलिकति वेदर खराबले गर्दा चाहिँ यस्तो टाइम भयो। यहाँ माथि बुनु त्यही सोलढुङ्गाको कालो। अनि हामी यहाँ पुगिसक्यौँ। त्यसै धेरै अप्ठ्यारो बाटोहरू चाहिँ तल देखाउनु त मन थियो, तर देखाउनु सकिनँ किनभने खुट्टा चिप्लेर नि हो। ए हिँड्दै छ खुट्टा चिप्लेर साह्रै बिजोग हो। अब बिस्तारै पुगिन्छ होला 7:30सम्ममा, किनकि पानी परिरहेछ। तपाईँहरूले देखिरहनु भएको होला। ल अब सरी जाऊँ है त। हामी चाहिँ घर आइपुग्नु लाग्यौँ। घर झरिसक्यो भन्दा नि हुन्छ। उ तल बजु कराउँदै हुन्छ नानीलाई देखेर। आयो त गएको अनि काठमाडौँ पुगेर। गुड मर्निङ गाइज। हामी हिजो एयरपोर्टबाट राति आइपुग्यौँ। हिँड्नु त टाइममा हिँडेको, तर पानीले गर्दा झरीले गर्दा बाटो खराब भएको कारणले हामी चाहिँ बेलुका 7:30 बजीतिर आइपुग्यो घरमा। अनि वेदर यस्तो छ, अब कसरी जाने काठमाडौँ भन्ने कुरा चिन्ताको विषय छ। उता अब पढाइहरू पनि छुटिरहेछ। अनि हामीले टिकट चाहिँ हाम्रो क्यान्सल गरेको छैन, अर्को शनिबारको लागि भनेर राखेको छ। तर अब यस्तै भयो भनेदेखि चाहिँ र शनिबारसम्म खुल्यो भने चाहिँ हामी त्यही फ्लाइटमा जान्छौँ शनिबार नै। अनि भएन भनेदेखि चाहिँ अब हामी अगाडि नै खुल्यो भनेदेखि, यदि वेदरहरू खुलेर टक्क घाम लागेर गाडीहरू सबैतिर खुल्यो भने चाहिँ हामी अगाडि नै गाडीमा जान्छौँ, त्यो फ्लाइट नकुर्ने भन्ने कुरा छ। ल गाइजहरू अब फेरि अरू नयाँ भ्लगमा भेटौँ ल। के भनेर अस्ति गइयो, अस्ति पनि होइन अस्ति बेलुका गइयो, हिजो दिनभरि बसियो। अनि 3-4 बजेपछि यता फर्क्यो, त्यतिकै बित्यो। अब टाइम पनि वेस्ट भयो, हिँडाइ पनि पऱ्यो, अलिअलि खर्च पनि भयो। ठिकै छ गाइजहरू, अब फेरि अरू नयाँ भ्लगमा भेटौँ ल यसपछि होइन। ल टाटा।